हेलो साथीहरू नमस्कार। म आज कुरा गर्न गइरहेको छु कि फेसबुकमा फलोअर्स कसरी बढाउने हो भनेर। तपाईले थम्बनेलमा हेरिसक्नुभयो होला, एक दिनमा 1000 फलोअर्स कसरी गर्ने हो। म सबभन्दा पहिला तपाईले आफ्नो फेसबुक लाइट खोल्नु। लाइट खोलिसकेपछि म तपाईहरुलाई लाइभ देखाइरहेको छु। मेरोमा अहिले फलोअर्स कति छन् 8729 छ। मैले एउटा चोटी स्क्रिनशट रिफ्रेश गरे। अब म देखाउँछु तपाईहरुलाई लाइभ कि फलोअर्स कसरी बढाउने हो। तपाईले यो ग्रुपलाई जोइन गर्नु, फेसबुक मोनेटाइज सहकार्य भन्ने ग्रुप। यसमा तपाईहरुले के गर्नुपर्छ भने पोस्टहरु आइरहन्, यसमा गएर तपाईले कमेन्ट गर्नु ब्याक टु ब्याक भनेर। कमेन्ट गरिसकेपछि अब हेर्नु एकछिनपछि अब यो जुन माथिको छन् यिनीहरुलाई फलो गर्नु। अनि त्यसमा केही गर्नु पर्दैन, बस त्यसमा लाइक गर्नु, फेरि जानु, फेरि यिनलाई फलो गर्नु, फेरि लाइक गर्दिनु, फेरि एउटा कमेन्ट छोड्नु ब्याक टु ब्याक भनेर। अनि फेरि रिफ्रेश गर्नु। नयाँ जुन पोस्टहरु आइरहेको हुन्छन् त्यसमा यस्तै कमेन्ट गर्दै जानु। तपाईहरुको एक दिनमा मैले ग्यारेन्टीको साथ भन्छु कि 1000 भन्दा कम फलोअर्स बढ्दैनन् होला, त्यो भन्दा बढी नै बढ्छ। सो तपाईहरु यो ग्रुपबाट सजिलै माध्यमबाट आफ्नो फलोअर्सहरु बढाउन सक्नुहुन्छ। अनि त्यो ग्रुपमा तपाईले पोस्ट, लाइक, कमेन्ट सबै गर्न सक्नुहुन्छ जोइन भएर। अनि तपाईले आफ्नो फलोअर्स बढाउनु यो सबभन्दा छिटो उपाय हो। मैले आफ्नो 3 दिन भित्र लगभगमा हेर्नु मेरो 2टा बढिसकेछन्। मैले 2 जनालाई फलो गरे, उनीहरुले मलाई ब्याक गरेछन्। यसमा सबभन्दा छिटो तपाईले आफ्नो फलोअर्स इन्क्रिज गर्न सक्नुहुन्छ। सो लेट्स गो। थ्यांक यू वाच फर माई भिडियो।